हेलो जी, वेलकम टु अनदर ब्लग। आज पनि बाँस काट्नबाट हाम्रो दिनको सुरुवात भइसकेको छ हो। टक्क आज नि यता शीतल हेरेर अझै 4-5वटा बाँस यस्तो फुल्या क्या, अरूभन्दा नि बाँस यसरी फुल्या बाँसहरू चाहिँ काट्न पर्ने छ हामीले। त्यही भएर आज पनि बाँस काट्न आयौँ। अरूभन्दा नि नयाँ काँक्रोको बोटमा नि थाङ्रा हाल्यो भनेदेखि पछिको धेरै काम हुन्छ नि त। धेरै काम भएको बेला अलिक सहज हुन्छ आफैलाई भनेर चाहिँ नि हामी आज फेरि बाँस काट्न आइसकेका छौँ। बाँस ड्याङ काट्छौँ। धेरै अल्झाएको छ त्यो चाहिँ हेर्नु न, गुचुक्क परेको बाँस। यस्तो भएपछि काट्नलाई गाह्रो हुन्छ। गाह्रो छ गाइस, गाह्रो छ। लेट्स गो काटौँ है त अब। लो जी लो, त्यस्तो देखिएको छ। लगभग 2:30 भइसक्यो। त्यति बाँस काट्दाखेरि गाह्रो भयो कि, तर हुँदा नि यता अड्किने उता अड्किने भयो। त्यो भएर चाहिँ नि अब चाहिँ हामी खाजा खाएर फ्रेस भएर भेट्छौँ। इन्जोय द सिनेमेटिक। लो जी लो, धनिया अब यति मागी छ। अनि यता फाटो छ। वहाँ परको साना धनियाहरू भए। धनिया चाहिँ हेर्नु त त्यत्रो थियो, सकाइसक्यौँ। फेरि आज चाहिँ पुरै सकाउने भन्ने विचार छ। टिपेर उखालेर त्यो सकेपछि फेरि यहाँ चाहिँ दोस्रो लट नि धनियै छर्नुपर्छ। अब चाहिँ नि माथि टनेला बनाएको छ नि सुपको सागलाई, त्यसरी नै छर्नुपर्छ। अनि असार साउनमा निस्क्यो भनेदेखि त बवाल फाइदा खानुपर्छ धनियाबाट है त गाइस। हावा चलिरहेको छ यस्तो मजाले। यतापट्टि काउली पनि हेर्नु न, क्या मजाले बढिरह है काउली। यहाँ माथि यसरी फार्मिङ गरिरहेछ हामीले चाहिँ है त। यो चाहिँ साँगामा लाने। अब अरू टिपिसकेको चाहिँ नि आज व्यापारी फेरि छिटै आउनुभयो कि, छिटै आएर अनि हामीले चाहिँ पुऱ्याइदिइसक्यौँ। त्यो चाहिँ साँगामा जाने काम पऱ्यो। अनि त्यो भएर चाहिँ को कारणले चाहिँ नि साँगामा पुऱ्याएर आउँछौँ। यदि यो पछि अब तपाईँहरूले अर्को सिन हेर्दै हुनुहुन्छ भनेदेखि चाहिँ म साँगाबाट छिटै आएको हुनसक्छु। यदि भिडियो यहीँ इन्ड भयो भने चाहिँ नि साँगामा टेक टाइम है त साँगाको कामले। सो यति सकिएको छ। अब भोलि नै यति चाहिँ गरिहाल्नुपर्छ टक्क लाएर। सो यति चाहिँ बाँकी भयो। अब यति भने एक लटमा कतै म पुऱ्याइदिनै हाल्छु, सकाइहाल्छु। सो लेट्स गो।